ए बाउ के गर्दै हुनुहुन्छ? के गर्नु, बसिरहेको। ए बा, यो बाइबल तपाईँ दिनकै पढ्नुहुन्छ किन हो बा? के छ र यो बाइबलभित्र? के छ भने भनिदिइहाल्नु पर्यो। भने यसो बुझिदिनु पर्ला जस्तो छ। बाइबल भनेको परमेश्वरको वचन हो। जब बाइबल पढ्छौँ परमेश्वर हामीसँग बोल्नुहुन्छ। अनि यस चाहिँ उत्पत्ति मान्छेको सृष्टि भएदेखि पछि हुन आउने कुराहरू पनि यसमा वर्णन गरेको छ बाइबलमा। एउटा कुरा यो भयो। अर्को कुरा के भनेदेखि हामी आमाको गर्भदेखि नै एउटा लोभी स्वभाव भएर जन्मेका मान्छेहरू है। सो हामीले चाहिँ एउटा अनन्त जीवनको बारेमा थाहा मात्र पाउँदैनौँ। यो साँच्ची बा, यो येशू ख्रीष्ट भनेको को हो? किन विश्वास गर्ने यो येशू ख्रीष्टलाई? के हो यो भने? येशू ख्रीष्टलाई उद्धारकर्ता, मुक्तिदाता भनेर विश्वास गर्यो अनि उहाँको आज्ञा अनुसार जियो भने मरेपछि पनि अनन्त जीवनको कुराहरू छ। र एउटा कुरा, येशू ख्रीष्ट जो प्रभु येशू ख्रीष्ट परमेश्वर भएर पनि मानिसको रूपमा धरतीमा आउनुभयो र मानिसको पापको लेखी चाहिँ उहाँले आफू चाहिँ बलिदान हुनुभयो, निष्कोट बलिदान। उहाँ खोट रहित हुनुहुन्थ्यो, उहाँमा कुनै दाग थिएन, तर मान्छेको निम्ति उहाँ मर्नुभयो। र उहाँ मरेको मरै हुनु भएन। हेर छोरो, उहाँ चाहिँ तिम्रो 40 दिनसम्म फेरि तेस्रो दिन जीवित भएर पनि पृथ्वीमा 40 दिन बसेर अनि स्वर्ग उक्लिनु भएको कुरा छ बाइबलमा। सो यस्तो परमेश्वरको बारेमा तिमी जस्तो यङ केटाहरूले बुझ्नु झन् एकदम आवश्यक छ। समयमै विचार गर छोरो, भोलि के हुन्छ कसलाई के थाहा। ए यस्तो पो छ रहस्य। ओहो, मलाई पनि त एकदम उत्सुक पो जाग्यो त हो बा। अब यसो बुझ्नुपर्छ है क्या म पनि।